भन्नुहोस् बेबी हाई गाइस हेलो साथीहरू वेलकम टु माई भिडियो। र आज चाहिँ मेरो छोरी र म चाहिँ बिहान बिहानै कहाँ जाँदै गरेको नानी कहाँ जाँदै गरेको मन्दिर। आज चाहिँ शिवरात्रि हो। शिवरात्रिको दिन चाहिँ आमा छोरी मन्दिर जाँदै गरेको, तर अलरेडी 9 बजिसकेको छ। त्यस कारणले गर्दा मेरो छोरी चाहिँ आइसिडिएसमै बस्छ होला। मम्मी चाहिँ मन्दिर पुगेर आउँछु र हेर्दै गर्नुहोस् गाइज। अहिले म जाँदै गरेको चाहिँ काभ्रे मन्दिर जाँदै गरेको र काभ्रे मन्दिर चाहिँ म फर्स्ट टाइम जाँदैछु, गएको छुइनँ र पनि म के छ कहाँ छ म सँगसँगै तपाईँहरूलाई पनि देखाउने छु, हेर्नु होला। अन्त आज चाहिँ मेरो बुढाको पनि बर्थडे हो, त्यस कारणले पनि गएको मन्दिर। आज चाहिँ मेरो बुढाको बर्थडे। बेबी बाबालाई ह्याप्पी बर्थडे भनिदिनुहोस् न बेबी, ह्याप्पी बर्थडे ड्याडी। अन्त चाहिँ मेरो बुढाको लागि पनि पूजा गर्दै आज शिवरात्रि, अन्त पूजा गर्दै फास्टिङ पनि बसेर जाँदैछु। अब मामा छोरीको छुट्ने बेला हुँदैछ। मामा आइसिडिएस जान्दैन, तपाईँ जान्छ यहाँ। र यहाँ चाहिँ स्नेहले दुबो गाँजा धतुरो पनि खोज्दैछ र ल्याइ पनि सकेको छ। हेलो भनिदिनुहोस्, बाई गर्नुहोस्। अब तपाईँ आइसीमा बस्छ, मामा जान्छ ल। ओके ओके भन्नुहोस् खै मामालाई, मामालाई प्लिज। बेबी यता फर्कन हौ, मामालाई आइसी जान्छु, मामा आइसी जान्छु। तपाईँ ओके 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 मामालाई हगी हगी गरिदिइराख्नुहोस् न, छिटो मामालाई हगी हगी गरिदिनुहोस् न। बेला बेलाको ब्लगमा स्वागत छ दुईजनालाई। जहिले बनाउँदिन त, फर्स्ट टाइम ब्लगमा आएको वेलकम। सेकेन्ड टाइम हो। पोहोरको सालै बनाएको थियो हामीले है। र हामी तिनजना चाहिँ रोटे रोडबाट नानीलाई आइसिडिएस पनि पुऱ्याउँदै जाँदैछौँ। यो चाहिँ रोटे रोडको अलिक घुमेर जानुपर्छ, अलिक सजिलो बाटो छ यहाँ बाटो चाहिँ। र आज म सानो आइसिडिएसको पनि भिडियो बनाउँछु, मेरो नानीको आइसिडिएस पनि तपाईँहरूलाई देखाउँछु। अन्त नानीलाई आइसिडिएसमा छोड्दाखेरि नानी कस्तो रुन्छ, फर्स्ट पनि होइन, निकै भयो लगाएको चाहिँ, तर पनि बानी भइसकेको छैन नि त। तिमी पनि हुनेवाला आमा हो नि त अब पछि गएर इन फ्युचर आमै बन्छौ नि होइन। हामी त बोजू लाइनमा पुग्छ ल। ल तिम्रो नानी बोक्नु चाहिँ अब यता कहिले बढेर जाने। आइसिडिएस आइपुग्यो। आइसिडिएस हाम्रो आइसिडिएस हो हाम्रो नानीहरूको। यताबाट चाहिँ हामी आउँछौँ, यताबाट चाहिँ बजार जान्छ। मटर फलाएर हेर्नु नि आइसिडिएसमा साग रोपेर फुल फुलाएर साह्रै जाँगरी गर्छ है मिसरी, साह्रो उयो गर्दछ मेहनत। मटर र ब्रोकली। र आज चाहिँ हामी पूजा गर्नु जानुले गर्दाखेरि आइसिडिएस टाइमभन्दा अलिकति छिटो पुगेर चाहिँ मिसलाई एकछिन वेट गर्नु पर्यो। मिस चाहिँ आउनु हुँदै थियो र हामी एकछिन गफसफ गर्दै मिसलाई वेट गर्दै बस्यौँ। र नानीको म्याम पनि आइपुग्नु भयो र म्यामले क्लास पनि खोल्नु स्टार्ट गर्नुभयो। अब नानीलाई चाहिँ म्यामसँग छोडेर हामी जानु आँटेको। ब्याचलर भएर हिँडिरहेछ नि, अब एकछिनबाट ब्याचलर भएर हिँडिन्छ नि नानी यहाँ छोडेर। र मेरो नानीलाई चाहिँ थाहा भइसकेको छ कि मम्मीले अब छोडेर जान्छ भनेर उसलाई चाहिँ पुरा टेन्सन भइरहेको छ, अनुहारमै झल्किरहेको छ। नानी जाऊ भित्र अब तिमी, रुनु स्टार्ट गर्छ। नानी जाऊ भित्र तिमी। ले आमै रुन आँटेको त नानी रुँदैछ भित्र। जुमो रुँदैनौ। र नानी चाहिँ भित्र रोइरहेको छ। एकछिन चुप भइन्जेल चाहिँ म जहिले पनि यहाँ चुप लागेर पर्खिबस्छु, अनि ऊ रोइसकेपछि म जान्छु। फाइनली 3 पार्वती। हामी चाहिँ घरदेखि नजिकको मन्दिर झरेको अलिकति ओह्रालै हिँड्नुपर्छ र अब चाहिँ हामी पुग्नु आँटेको छौँ। यहाँदेखि 4 जना भयो। राति खाएर सुत्नु। र हामी रोडमा पनि निस्क्यौँ र एकछिन फोटो सेसन चल्यो। त्यहाँदेखि यसो फोटो सेसन गरेर गएको। थ्याङ्क यू भाइ। ल
स्नेहाले बेला बेला हामीलाई पुरा तुक्स दिँदो रहेछ बिहान छिट्टो गर अन्त हामी चाहिँ छिटो आएको नि स्नेहाको डरले नै कि अब स्नेहाको कहानी भन्नु पऱ्यो छिट्टो आएको अन्त ऊ चाहिँ फेरि आमामा एउटा फुल टिपेको छैन रहेछ हेर्नु नि कन्ने केटी चाहिँ नानी आमाले छोडे आज के छैन फाइनली मन्दिर चाहिँ आइपुग्यौँ तर दुःखदको बात चाहिँ यो छ गुरुजी हुनुहुन्छ कि हुँदैन मान्छे पनि छ यस बल्ल खुल्लै छ वेलकम टु के अरे काभ्रे मन्दिर वाउ र हामी अब बल्ल मन्दिर पनि आइपुगेको छौँ भित्र पसेर पूजासुजा गर्छौँ र चप्पल खोलेर भित्र चाहिँ अब आरामसे गएर पूजा गर्ने हो र पहिला चाहिँ सामानहरू लिएर आएको थियौँ जुन चाहिँ हामीले घरबाटै त्यो सामानहरू टक्कै मिलाएर चाहिँ बाहिरबाट मिलाएर भित्र लगेर टक्कै फल फ्रुटहरू लगेर चाहिँ अब हामी पनि पूजा गर्न बस्ने हो अब चाहिँ हामी लाग्यौँ शंभो शिवाय महादेव तेरे दम से ये संसार है ये शंभो शिवाय महादेव तेरे दम से ये संसार है अगम है अगोचर है सर्वज्ञ है ब्रह्मांड के पार है अगर तू अमर तू अनादि अनंत स्वयंभू महाकाल है नीलकंठ चंद्रभाल तू गगन से भी विशाल विश्वनाथ भोले शंकरा हे दयाल हे कृपाल काट दे मोह जाल आदियों की हे दिगंबरा ओ भोले नमः शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय सूरज में तू है किरणों में तू है तुझसे खिली धूप है गले सर्प माला जटाओं में गंगा अद्भुत तेरा रूप है सूरज में तू है किरणों में तू है तुझसे खिली धूप है गले सर्प माला फाइनली पूजा पनि गरिसक्यो अब चाहिँ हामी फर्किनु आँटेको यही अब चाहिँ हामीले पूजा पनि गरिसक्यौँ अब चाहिँ गएको बाई बाई हो होइन और तू ही ओंकार है तू भक्त वत्सल तू सागर खानेको कुरा पूजा सकेन खानेको कुरा डिस्कस गर्दैछन् चाहिँ अब चाहिँ हामीले पूजा सुजा गरेर फाइनली अब चाहिँ फर्केको बाई अब चाहिँ आइसिडिएस गएर अझै व्रत एक्सटेन्ड भयो गाइस भोलि बिहान सक्छ भन्दा त यहाँ आएर त भरे बेलुका खान्छ भनेर ढुक्कै थियो अब बिहान अब त सोच्दा पनि नसोच्दा भयो कोही बात नै है बिहान खानुपर्छ अब यो उकालो हेर्नु नि देखाइदिइहाल्नु उकालो अब हामी चाहिँ
यो उकालो हेर्नु नि म तपाईँहरूलाई देखाउँछु है घर पनि देख्दैछ। कति उकालो खै कुन चाहिँ तिम्रो घर चाहिँ देख्दैन हौ। हामी त कभी आया ही नहीं पता ही नहीं यति दिन गर्दै यति दिन हिँड्दै हाम्रो शिवरात्रि पनि खतम भयो सबैजनालाई ह्याप्पी शिवरात्रि ए छ नि भोलि बिहान व्रत त छ कि अब पूजा चाहिँ सक्यो आज यति नै हो ल गर्ने पूजा त सक्यौँ सबैजना विस गरिदेऊ ह्याप्पी शिवरात्रि टु अल पन्चिस फ्रेन्ड अब चाहिँ अर्को शिवरात्रिमा भेटौँ बाई बाई थ्याङ्क यू